हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। म चाहिँ पाल्पा रामपुरतिर छु गाइज होइन। अब रामपुरतिर छु यसो बाइक धोइदिउँ भनेर क्या होइन, साह्रै गन्दा भयो थियो, त्यही भएर बाइक धोइदिउँ भनेर हो। भाइले चाहिँ बाइक मक्खन हानिदिनु लाग्छन् है। लगाउने अनि साबुन त लाउनु पर्यो नि यार। के भयो, बन्द गरिदिउँ खै त ग्यास। यहाँ पो रहेछ, त्यो फालेर त्यो सर पखाल्नु पर्ने कि पहिला। आउँछ पानी त्यत्तिकै खोलिदिउँ। भयो भयो त्यो पखाल खै त सरफ ल ल किट्टा हानेर राखौ क्या। हानिसकेको बिहानै दारू हानेर खुस्सो गनाएर हिँडेछ मलाई। हेलमेट भिज्यो यार। यो चाहिँ उस भाइको हो 20। मैले यो हाम्रो अङ्कलको है, मैले बुटोलदेखि यहाँ लिएर आइदिएको थिएँ यो बाइक। साबुनै लगाएको छैन नि यार। कतिखेर हालेको सरफ हो। त्यो सरफले कहाँ धुने हो र बाइक, कलर जान्छ नि सरफले धोयो भने। स्याम्पूले पो हो धुने, फुल्ली सरफ हान्दैछ यार गाई चाहिँ। के भन्ने, त्यो गेडा हुन्छ नि सरफको हो, त्यस्तो स्क्र्याचहरू लाग्छ क्या ट्याङ्कीहरूमा। यस्तो चालले पनि के धुलाइ होला र यार, भएन। अब त्यो अब ट्याङ्कीहरूमा त त्यसै सफा भइहाल्छ नि पानी हानेपछि। मेनमा हुन्छ नि त, हान्नु पर्ने ठाउँमा हान न। त्यही त अब अलि यो रिङहरूमा पुरा चिल्लो टल्काइदियो डबल स्ट्यान्ड लाएर है। टिलिक्क पारिदेऊ न। सरफ थोरै भएछ, धेरै सरफ नहाल। सरफले होइन क्या, स्याम्पू ल्यायो हुन्थ्यो नि यार। स्याम्पू अब के थाहा छ नि, अनि बाइक धुने ठाउँमा त स्याम्पू भइहाल्छ नि भनेर कसलाई के थाहा छ नि। स्याम्पू बोकेर आउँछु क्या म बाइक धुन। मलाई स्याम्पू बोकेर पनि कोही आउँछ अरे यार बाइक धुन यार। फेरि कस्तो कुरा गर्छ यार, स्याम्पू लिएर आयो हुन्थ्यो नि भन्छ। बाइक धुन आएको ग्यारेजमा गाइज होइन, स्याम्पू बोकेर नि कोही आउँछन् र यार। ग्यारेजमा भइहाल्छ नि लिक्विडहरू बाइक धुने। के गर्नु, यस्तै छ। सवारी साधन धुने ठाउँ यस्तो घाम लाग्यो है। अघि 11 12 बजीसम्म घाम लाग्थेन गाइज पाल्पामा। अहिले चाहिँ बबाल घाम लाग्दैछ। ओहो यहाँ नभइरहेको है सब्जी पनि। त्यही हो, बाइक चाहिँ चिक्कन टल्काइदिउँ भनेको। खै त के धुलाइयो यो। त्यो रिङमा गर न, रिङमा स्वाइँ हान न यार।
डबल स्ट्यान्ड लगाएर रिङमा हान्नु पो पर्छ यार तेरे यार अन्त खोर भएकोलाई त हो नि धुने डबल स्ट्यान्ड लगाऊ सट्ट पारेर धोउ न यार होस् न यार अस्ति यार यो क्र्यास गार्ड हालिदिएको यो होइन यो क्र्यास गार्ड हालिदिएको गाइजमा कसम 4500 गरे यार एक सेटलाई यार ओ चेन पनि ख्यार गरेको क्या चेनमा तेल हाल्नु पर्ने भयो चेन स्प्रे त कता खोज्ने लगाएर पुरै त्यो सरफको गेडा बनाइदियो नि यस्ता टल्किन्छ यार पानीले मात्र हाने पनि टल्किने हो यार मेरो बाइक त यार ल म हान्छु है खोलो त वाह अहिले हानौँला नि धुवाउ न पहिला गरेर धोएर वाक साक सबै हानौँला नि यार के छ र होइन गाइस ल मसँग आफै बाइक धुएर आफ्नो बाइक आफै धुएर त्यसले सरफ हान्दैछ बब्बाल टल्किन पर्यो है बब्बाल चिल्लो टल्किन पर्यो के बाइक ग्यारेजको मालिक चाहिँ भर्खर आइपुगेको छ गाइज उता हाम्रो बाइक धोएर भ्याउनु लागिसक्यो यता कहाँ गाथिस र गरे खाना गर्छु गरे अगाडिको मोटर गाडीमा हाल न केटा अगाडिको मोटर गाडीमा क्या भित्रबाट यो चाहिँ नि पाल्पाको हाइवे है त्यो चाहिँ हस्पिटल हो होइन त्यो हस्पिटल हो हामी चाहिँ उता तलतिर उतातिर हो हाम्रो निमाको घर उसको घर यसो बाइक धोइदिउँ भनेर निस्केको म चाहिँ नि स्याङ्जा भोलि चाहिँ स्याङ्जा नि आज चाहिँ नि यहीँ आज खास आज जाने भन्थ्यो तर भोलि जाने भयो है स्याङ्जा त्यही भएर अब यतै बसेको बाटो चाहिँ चिल्लो बबाल छ गाइस सबैजनाले सब्सक्राइब चाहिँ गरिदिनु होला है भाइ ल भ्लगमा आउँछु है एसटिएम भ्लग सब्सक्राइब हान ल एसटिएम भ्लग्स छ सबैजनाले लाइक शेयर सब्सक्राइब गरिदिनु होला है गाइज
होइन भर्खर स्टार्टिङ गरेको भ्लगिङ चाहिँ अलिअलि सब्सक्राइबर बढ्यो भने अलिक जोस आउँछ भन्छन्, त्यही भएर हो गाइज। भयो यार, अब भयो त गयो। तल्क्यो लुकिङ ग्लासमा ल, लुकिङ ग्लासमा। वाह यत्तिकै भएछ त, यत्तिकै तल्किसक्यो, भयो त गयो। यसलाई यता सारा सिङ्गल स्ट्यान्ड लगाइदेऊ अनि वाक्स हानिदिउँ ल। ल गाइज, आजको दिन चाहिँ होइन, अब दिउँसो अब बाइक धुन निस्किएँ, त्यसपछि घरै बसिरहेको थिएँ है। आज चाहिँ बाहिर निस्किएन भाइ होइन। आज अब अहिले चाहिँ नि रेड बुल हान्नु निस्केको, उता हल्का रमाइलो टुच्छ हान्दैछ। ल गाइज, सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला है भन्दै यो भ्लग यहीँ इन्ड गर्न चाहन्छु। ल गाइज, आजको सानो मिठो छोटो भ्लग है त यो।